बेसरी पढिस दिदी कति राम्रो देखियो सुरुमा त आमाले हैन हामीलाई आफ्नो आमा बाबुले दक्षिणा दिने होला के अब तपाईले का अर्काको त नि आफ्नै त हो नि त हो हामीले के दक्षिणा दिन पर्छ रे हैन रोशन त सबै मलाई दिनु ल यो मेरा दिदीको हातमा बच्चाहरुलाई ठुलाहरुलाई सबैलाई एक एक ठुलाहरुलाई सबैलाई ला हैन एक एक एकदिन रोक्यो पालाला ढोलाङा ढोल त्यो मलाई हेर ला ओए छोरी भएको फाइदा देख्दैछु है पहिलो पटक नमस्ते आइज कहाँ पढाउनु छु आइज त त्यसमा दिदी अनि यो आशीर्वाद एकचोटी होला भने दिदी रुकुम घुम्ने पैसा पाके राखौँ मेरो त बसो यस्तो 10,000 दिन्छ bombastic side eye, criminal offensive side eye. रेजिना दिदी ओहो थोरै भाउ क्या सापटे दिन परस फेरि लगा ल यो यस्तो गुड मेरो नि त्यही गर्थ्यो नि असिमले टिका दुईटा त लगाइदे एउटा लगाइदे छ धन्न दुईटा गइछ जसले थर्काउँछ आजकलै माया गरेका मलाई त ढोकारे छैन छ असिम आउँदै त छ ल जा ल जा 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 लाइज अलि अलि घोप्टी पाउन कस्तो र ल भाग्यमानी भाइ पैसा दे मलाई यस्ता छन् दाजुभाइहरू मलाई होइन मलाई मात्र खै ढोका नआइज ल बाँकी ढोका अन्त हो के दिदी बसी गर्नु के रे मलाई अलि गाडी दुईटा हातले हो का कस्तो र स्कुलले गरी लगाइदिनु टिका नि गाडी नगर्नु अनि के रे बाबा नौ दुर्गा भगवानले रक्षा गरून् अरु त के नि हो र ध्यान दिएर प्रगति गर्नु है प्रगति मलाई अलि प्रगतिशील के हो बोला प्रगतिशील हुनु यति भन्दै म बिदा भए है बाई गाइस
ढोक गर्ने मैले सबैलाई भएन अब ढोक ल आइज ढोक गर्न आइज छिटो मैले बिर्सेँ ढोक गराउन ल यही बेला त हो ढोक गराउने ल भाग्यमानी भाइ भएको भयो राम्रोसँग पढ्नु अब रोशनको पाली हाम्रोलाई त होइन होला पैसै छैन यार रोशन त्यही माथिको सबभन्दा लौ सबैलाई बराबर दिनुपर्छ क्या हेर्नुस् रुङ नै भएन के मानि बाउ ल ल ल उठा उठा गयो गयो रामसी पन्नु मलाई त होइन के दाइ ओहो नि खुट्टा त यही पार्नु अग्लो मान्छेलाई यस्तो रे दिदी यस्तो गर्दा यस्तो रहेछ टिकाको कार्यक्रम साथीहरू यता फेरि पैसा राख्न र लुगाउने ठिक्क छ अब तिमीले टिका लगाइदिन पर्छ यता खाना खाँदैछन् उता जान छट दे त देऊ डल्लुले खाँदैछ ठिकै छ अहिले आएर बुझेँ मैले यस्तो गर्ने पैसा लुगाए लाई गराउनु दुईटाले माइली मम्मी पिडिया बसेर खानु न ल ल एक मिनट ढोका है अलि अलि दिएका पुग्दैन यसलाई त लामे मान्छे छौ कि लामे आशीर्वाद दिन्छ आउ त यिनीलाई टिका नलागिदिनुहोस् रोग कष्ट कहिले नलागोस् कष्ट नपरोस् कोर्दा केस नफसोस् हिँड्दा केस नलागोस् लुकाएर यो अरूले डिस गर्छन् लुगाएर थोरै दे थोरै खुट्टा ढोकराम ल्याउ भदुरलाई त लगाइदिने होइन धेरै धेरै पढ्नु अन्त छिटो बिहा नगर्नु पछि बल्ल तिम्रो पालि आउँछ तिमीले बिहा गर्नु जमरा पैसा फरे दिन्छु त्यसमा आशीर्वाद धेरै दे उता पसिना चुहेर बर्बाद छ फोटो सेसन हुन लाग्यो है त ल सबै बसेर कानमा साथीहरू यहाँ आमासँग फोटो सुट हुँदैछ सबैको क्यामेराम्यान त्यहाँ हामी त खिचेर भइसक्यौँ मैले साका सन्तान साथीहरू यहाँ हेर्नु खोरखोरी खेलेर दसैँको दक्षिणा सबै सकिसके यो हेर्नु झन् केटाकेटी झन् सको यो नाइको खै यता हेर्छ नाइको फेरि पानी पर्यो साथीहरू पितिर पितिर पानी पर्नु लाग्यो दसैँ यस्तै भयो सक्यो दसैँ अब साथीहरू भदैनी जान लाइन
भदै पनि रोउ न बाई बाई राम्रोसँग छ फेरि भेट्न बस विदेश जानु पछि भेट हुने हो होइन 5-6 वर्षपछि त अर्को वर्ष त म के पठाइदिन्छु जान्लाई अलविदा के भन्नु छ के भन्नु छैन मलाई जानै मन छैन जबरजस्ती छ साथीहरू के भन्नु मामा घर जानै मन छ त मामा घर टिका लाएर मामा घर जानलाई यही मलाई यही पस्नु होला के गर्ने हो सीता छेत्रीले गर्दा हो जानु पर्छ अरे सुनला न झम्पिन आउन बेर लाग्दैन गाह्रो छ साथीहरू जानलाई अब हामी मात्रै अब हिजोसम्म धेरै थियो मान्छे अब आज खाली खाली हुँदा हुँदै सकिन्छन् सबै जानलाई साथीहरू सबै अब घर रित्ते हुन्छ बिस्तारै बिस्तारै हामी नि भोलि पर्सितिर जान्छौँ अनि फेरि माइजू र आमा मात्र एक्लै अनि त्यसपछि गएर कोही पनि हुँदैन भाइ बहिनी पढ्न जान्छन् अनि आमा र माइजू मात्र ठुलिङ्गै घर एक्लै कान्छी माइजूलाई पिर पर्दैछ सबैजना लायो भनेर त्यहाँ क्यान्सल त भएको होइन गाइज के अरे गाडी चाहिँ ढिलो आउँछ नि अब फेरि गएमा भात पनि राम्रोसँग खाइन के मैले हतार हतार गुले च्यापे चाहिँ हिँड्नु बिचरा हुँ पुगेर चाहिँ हिँड्दा त कम ब्याक गाइस हतार हतार गुले च्यापे चाहिँ जानु लागेको थियो के अरे क्यार्नी गाडी साडी आयो फेरि बसे साथीहरू आइसाले यति बियर खाएको झ्याप भएर सुती दसैँ डह्रो लाग्यो यसलाई त्यहाँ हात मोबाइल हेर्दै हेर्दै अन्त साथीहरू हाम्रो दसैँ सकेन काजलहरू चाहिँ जान्छन् अब हामी चाहिँ कान्छी माइजूको माइत टिका लाउनु जानु भएको अलिअलि टिका गराइ घरको हालत त्यस्तो छ हामी सबै गएर आउँछौँ अग्लो दाइ के छ भाउजू बाई बाई राम्रोसँग जानु ल ल बाई 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 पानी पर राम्रोसँग जाऊ पुगेर बनाउन हामीलाई पनि बाई गयौँ हो जा जा हामी पनि गयौँ अब खलकै उठेर टिका लाउन भर्खरसम्म रमाइलो थियो छेमा आउनुहुन्छ आउनु भन्नुभएको थियो र पानी पर साथीहरू भिजिन्छ क्या कता लोटेर पछाडि हिँड्नु म यस्तो छ बाटो मैले छेमाको चप्पल लाएर हिँड्छु मैले लिएको चप्पल मैले पानीले भिजाएको गरेर चुइटाले अनि गयो चप्पल अनि त्यो म छेमाको चप्पल उठाएर हिँड्थेँ छेमाले के लाउनु चाहिँ थाहा छैन पानी पऱ्यो हेर्नुहोस् यहाँबाट भ्यू बल्ल साथीहरू आउनु मम्मी अब मम्मी र म गयौँ आमा छोरी पानी पऱ्यो ह्याप्पी दसैँ चस्मा लागेर म त के भएँ किन नि चस्मा नलागिकन आउनु खोइ बाटो हिँड्नु रहेछ कान्छी माइजूको माइत फेरि नजिकै छ 10 मिनट कति आनन्द हुन त टाढा भए कहिलेकाहीँ जान चिज हुन्छ के अरे नजिक भएछ ठिक हुन्छ ठिक त ठिक हुन्छ हाम्रो त मामा खोरै यत्रो छ पहिला पहिला हिँडेर आउनु पर्थ्यो अहिले हो गाडी आएको उहाँ कान्छी माइजू हाम्रो उहाँको माइत जानु लागेको हामी ल कान्छी माइजूको सलाम सलाम साथीहरू आशिका दिदी छ यहाँ होला नगर सेतो सेतो जुत्ता लाएर हिँडेका छन् कोही कोहीले यो हिलोमा आफै धोए धुन्थ्यो नि मैले त धोइदिन्न होइन त्यस्तो नभन्नु मेरो बिहा हामी गयौँ अब उहाँ गएर भेटौँ ल साथीहरू बाटोमा त केही हुन्न होला धेरै लामो होला ब्लग फेरि लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है तपाईँहरूले फेरि अलि बदाम अलि कम खानुहुन्छ क्या दिमाग छैन के होइन दिदी ऊ पानी पऱ्यो त्यो 500 को नोटले क्या खर्च नगर्ने होइन म घुम्न जाने पैसा जम्मा गरिदिन्छु रुकुम जाने मलाई लाने भए म सबै दिन्छु ल बच्चाहरू
भिनाजु लैजाने बेला न बच्चालाई लगेर जान्छु होइन साथीहरू। भिनाजुको नाम के हो फेरि फलाना मान्छे होइन भिनाजु भयो त नाम भनिदिन्थ्यो के अरे छैनन् खोज्दिन तपाईँको लागि एउटा मान्छे पर्फेक्ट खोजिरहेको थियो मैले लेख मान्छे किन जित्छाउनु दे छैन छिटो छैन के आया ल है हामी उकालो लाग्यौँ यति एकैछिन 2 मिनट मैले त छेमाको लाएर आएको है त्यही राम्रै खोजेको हो नि अनि यहाँ कुर्ता लाउने अनि हिप्पो चप्पल लाएर हिँड्न त सुहाएन अलि हुन त गाउँमा त केही भएन त्यही पनि हुन त बजारमा नि के हुन्थ्यो र त्यही पनि कसले के गर्ने हो र के भन्थ्यौ मुसी खतर देखिन्छ हुँदै जाउँ अब हामी कति वर्षपछि आयो मम्मी घर टिका लाउनु यो चाहिँ तारुबास भन्ने ठाउँ हो साथीहरू यहाँ चाहिँ डराउन दिन्छ अरे रातिमा मलाई त दिएको छैन तर अरूलाई दिन्छ अरे म त रातिमा एक्लै हिँड्दा पनि हिँड्दिनँ डराउन पनि दिन्न आया बाउ कोदो फुल्यो बारीमा बरीलै धानको बाला चुल्यो खेतैमा त्यही हो हामी गाइजहरू मेरो मामा घर आएको यसको मामा घर मामा घरको पनि मामा घर मामा घरको पनि बहिनीहरूको मामा घर आइपुग्यौँ मामा घर माइजूलाई माइजूको पसिना माइजूको पसिना माइजूको आमा बानी देखाइदिनु माइजूको यो माइजू बोलेकै बोलेछ माइजूको मम्मी माइजूको बहिनी मेरो छेमा उहाँ बुवा हुनुहुन्छ कुनामा बस्नुभएछ कुराउने है कुराउने गाइजहरू कुराउने हामी कुराउने खान्छौँ अब मोबाइलमा बिजी छौँ ब्लगर आज बिसाइ छि खायौँ अब हामी चिया खाने माइजू र मम्मा धन्यवाद माइजू यो गुलियो खाएर अब चियामा गुलियो आउनु चिया त खान छैन हाम्रो खेलाडी कहाँ जाने हो पुग्ने हो जितेर आए हस् भए जागनी नाम कमाए बेसरी नाम कमाए अनुशासनसित हिँड्ने राम्रो हुने त्यही त हो र नि पहिला नजानी पहिलो त अब बिहे रात गर्नु पर्यो पुरुष नातिनी दोन खाओस् त यो निधारमा त अड्डिन्न के राम्रो केटा हेरेर यति भनेपछि त भइहाल्यो नि म त अनुसार मक्खै भइहाल्यो नि दक्षिणा दिन पनि पर्दैन नमस्ते हेर्नु त ल भान्जीको ब्लगमा बोल्नु म त बोलेको छु गाइजहरू हामी चाहिँ कान्छी माइजूकोबाट कान्छी माइजूको माइतबाट टिका लाएर अब हामी घर जान्छौँ होइन माथि माइजूकोमा जान्छौँ अनि गएर टिका लाएर घर जान्छौँ त्यही हो नयाँ नौलो कान्छी माइजू बहिनी दुईवटा बहिनी चाहिँ त्यही बस्यो त्यो मम्मीको हातको टिका लाउन त्यो मम्मी आउँदै हुनुहुँदैछ हामी चाहिँ जान्छौँ घर पकाउनु नि पऱ्यो खानु नि पऱ्यो बोके मरेर त भएन ठुलो मम्मी आउँदै हुनुहुन्छ हामी के भन्छ बहिनी अनि छेमा मम्मी म भएर चाहिँ गयौँ घर गएर अनि माइजूको जाने भयौँ साथीहरू त्यही साथीहरू भन्थ्यो भन्नु न के भन्थ्यो रे मैले के भन्छु रे खालि साथीहरू दाजुभाइ तथा दिदीबहिनीहरू मेरा आदरणीय गुरुवर्ग मेरा प्यारा प्यारा मित्रहरू भयो अङ्कल आन्टी माइजू के माथि माथि हेर्दै हिँडेको लाटीले चाहिँ आइसक्यौँ दिदीको कपाल बटाइ हुँदैछ त्यहाँ हो यस्तै अलि धेरै लगाइदिने अरे त जमाले सक्नु भने त आमालाई मैले के को खन्ने जस्तो बनाएर मकै दुई बहिनीको भेट भयो चाहिँ यहाँ फेरि
होइन हो मारेको छ कसको खोलुङ्गा पालो पालो दिन मै मात्र हैछु क्या तल केटा चाहिँ लगलग बसेको हुन्छ बाबुको नि विदेशको यात्रा सफल छिटो भओस् जोले जोजन जान्न अनुरोध छ त्यसले त्यसलाई भन्नु पर्यो जोसनले जानुहुन्छ के रे के चोलिदिन्छौ कहाँ छ पैँची साथीहरू पैसा राख्ने तरिका पहिला आमाहरूले राख्नु नि यसरी चोरिदिन्छु रे थोती बजे दिदीको पैसा साथीहरू त्यहाँ बेलाउती चोर्नु ला रोशनले हेर्नु त कहाँ काँचो पनि टिप्नुहोस् न दाइ खसो कति छिटो टाटा भाइ हामी माइजूकोमा टिका लाएर अनि अब घर जाँदैछौँ रोशनले बाटोमा बेलाउती दिएको बेलाउती चोर्दैछ अहिले पहिलाको जस्तो उनी फल्दैन बेलाउतीहरू नै फल्दैन हाम्रो घरको बेलाउतीको रुख त साथीहरू सबै सुको बेलाउती खानु नि अर्का घर जानुपर्छ खसा चाहिँ चराले हारेछ मैले भने होइन पाकेकोमा किरा लाउँछ भनेर यहाँ पनि मिठो अन्ते यहाँ बाख्राको खोर छ बाख्राको खोरबाट छ बाटो फेरि यस्तो बसाउने बाँच्न सुँग्दै बेलाउती खाँदैछौँ मङमङती बसाउँछ किरा होला र फेरि कच्याङ चबाउँला हेर मलाई त छ्या तैँले खास चाहिँ अलिक पाएको छैन क्या कस्तो मिठो रहेछ है अझै हुन लाग्छ साथीहरू अब दसैँ यस्तै थियो दसैँ सक्यो बजारमा भर्खर दसैँको टिका लाएर घुम्न जान्थ्यौँ होला अब यहाँ घर बस्यौँ आफन्तकोमा टिका लाउँदै यताउति गर्दा दिन गयो दसैँ पनि सक्यो फेरि पनि सबैजनालाई ह्याप्पी दसैँ हजुरहरूको के कस्तो भयो मेरो चाहिँ एकदम रमाइलो भयो सबै खानदान जम्मा भएको थियो त्यही भएर अब धेरै बोलि नै राखेँ ल हामी घर जान्छौँ घर गएर अब के कस्तो हुन्छ अहिले भेटौँला साथीहरू जुगाले टोकेर जुगा झरिसकेछ कता गयो थाहा छैन हिजो यता टोकेको यहाँ टोकेको हिजो यता टोको हामी चाहिँ टिका लाउँदै फेरि अर्को ठाउँमा आइपुग्यौँ त्यहाँ मुसी फेरि त्यहाँ दाइलाई छताएर बसिखानु छैन थोते बजै यहाँ टिका टालो सर्ज मिलाउँदै हुन्छ कस्तो थर्काएको र टिका लाउनु आएको मान्छेलाई नि थर्काउने आँटे अघि यति बेला आउँछन् भन्नुहुन्छ त नि नातिनीलाई 3004 आशीर्वाद दिनुहोस् आशीर्वाद खोइ के भन्ने र अब बेसरी पढिस् ए भगवान पढिसक्यो नि त छोराछोरी पायो भन्नु भने पायो नि त बुढो भएकोलाई के भन्ने अरू जान्दैन के भन् म्यानेजमेन्ट पढेकाले डक्टर भएस् भन्छ नि हो त्यस्तै हो बेसरी पढेस् म पनि पढ्नै आजदेखि गर नडुले होइन साह्रै दिनुपर्छ बेसरी काँसा जाइ फुले बाँसा जाइ दुबो जाइ गजाए त्यही हो
मलाई एक फेरि चुचे सेमाले त मनकासित टिका लाउनु जाँदा माइजु यसो नि जुन भाइ मलाई त अझ नि याद लाग्छ माइजु भाग्यमानी बाँसा चाहिँ बौला कुकुर चाहिँ बौला बाँसा चाहिँ मौला कुकुर चाहिँ बौला चुचेले त्यही भएर होला क्या यस्तो भएको मम्मी ल आफू त धेरै चाहिन्छ मलाई त अलिक भन्नु है जान्दिनँ सर यति बेलासम्म भनौँ है फेरि आशीर्वाद भन्छ न भाइ के कुराहरू अडिँदै अडिएन तेरा निधार आँटीको मेरा निधार त के मूल हो त अनि फुटेको पसिना पसिना लका आशीर्वाद जेठो नाति जेठो लुरो नाति माइजु मेरो मुखभरि छरिदिनु कस्तो आशीर्वाद नि सकियो कि गर्ने छ र पैसा पर्ने चाहिँ जान्दै जान्दिनँ अब दुलैनीले छैनन् ल्याउँदा ल्याउँदै छोरा नाति नाति नपाए दुलैनीले छैनन् ल्याउँदा ल्याउँदै छोरा नाति नाति नपाए मैले देख्ने छैन ल्याउँदा ल्याउँदै नाति नाति नपायो बाटैमा पाऊँ कि ल जा अब मेरो पाली अब यसलाई मलाई त थर्काउनुहुन्छ के अरे यहीबाट सरी नजिकै आउनु पर्ने होला है भाइ म लगाइदिनु हुन्छ चक्कर माडे बसी मलाई त चाहिन्छ आशीर्वाद के अरे होला छोरी जस्तो भयो छोरा जस्तो नभयो भन भाइ छोरा हुन पर्ने गुण हुनु भएन छोरी यहाँ हुन पर्ने गुण हुन पर्यो भन्नु भाइ जान्दिनँ भन्नु न भन्दिनँ भन्नु आशिक दिन जान्ने भयो किन अरूलाई दिनुभयो मलाई त अनि एउटा पनि दिनु भएन मन दिनुहोस् मन मनाइदिएछु त ठुली ठुली बस भाग्यमानसित गस नाति राम्रो राम्रो ज्वाइँ न्याउलीले भन्नु दाइ आफै आशीर्वाद त के अरे त्यस्तै हो का कति नि कसै कानै अडिएको छैन